इलेक्ट्रोनिक चुलामा आज हामीले बनाउँदैछौँ फर्सी। फर्सी भनेपछि हाम्रो नेपालीमा एकदम मिठो खानालाई टेस्ट हैन, तँलाई पनि पसन्द छ। अब ल्याएको छ लसुन, अदरक, हरी मिर्च, अनियन और टमाटर। यो भयो धनिया, यो भयो कदु। अब तपाईहरुलाई नयाँ स्टाइलमा यसको टेम्परेचर मिलाइदिएँ मैले, अनि मैले लसुनको तेल हालिदिएँ। यो राम्रोसँग पाक्नु फुटुस। अनि यसलाई मजाले भुन्ने, यसलाई मिठो खानको तरिका तँलाई पनि पसन्द छ। ल्याएको छ मेन सर्सीको दाना, अनि यसलाई 20 मिनटसम्म यसलाई अब तपाईँलाई मसला बनाएर खोलेर टेम्परेचर मिलाइदिनु खाँदैछ। सर्पको तेल हाल्ने इलेक्ट्रोनिक हो, त्यही भएर अब पानी त हाल्नु पऱ्यो। मसला हालिसकेको छ। धेरै होइन, मेन सर्सीको दाना हाफ कप पानी हाल्नुपर्छ। सुकाएर ड्राई गराएर है खालिया खाना खालिया सर्सो हाल्ने, सट्टो लगाएर चिनी पनि हाल्ने। सानो मसला पनि अरे सेटा ने अब हल्का आगो जीरा तो साथमा पूरी रोटी पूरी खाने की रोटी खाने लसुन भयो, खालिया खाना खालिया अदुवा भयो। मैले 700 को एभरेजमा हानेको छु। सब्जीको कलर दामी आएको छ। पाकेपछि यसले के भन्ने हो, अनि यसको चाहिँ टेस्ट गरेपछि मै खानु पर्यो होइन। अरे सेटा कलरको लागि खतरा टेस्ट मै घरको जस्तो रेडी भएको अवस्था। खाउँ जस्तो लाग्ने कि झटपट झटपट इलेक्ट्रोनिकमा पनि लाग्यो हो 15-20 मिनट 30 मैले अहिले 1 मिनट त मसलाहरू अहिले हाल्ने पछि कलरको लागि